गेटको अलिकति अगाडि धरहरा नजिकै आइपुगेको अवस्था छ। देख्नुहुन्छ तपाईँले यो धरहरा हो यतापट्टि। धरहरा बालेन शाहले चाहिँ सेतो टावर भन्नुभएको थियो यसलाई होइन। अब हामी चाहिँ धरहरा भनेर चिन्छौँ। अब यो धरहरा अहिले चाहिँ व्यवस्थित छ, पार्किङ फ्री पार्किङ छ यहाँ। यताबाट चाहिँ अब यो टुँडी खेलमा घुमाएर भन्थे रवि लामिछानेले होइन, यही टुँडी खेल हो। नाकको डाँडी भाँचिने गरेर भन्ने भन्नुभएको थियो है। यो चाहिँ त्यही टुँडी खेल हो। यसमा पनि मर्मत हुँदै रहेछ। यो नेपाल एयरलाइन्सको चाहिँ अफिस यहाँ देख्न सक्नुहुन्छ तपाईँले। नेपाल एयरलाइन्सको अफिस अहिले पनि घाटामा छ भन्ने हामीले न्युजहरू तमाम सुनेको अवस्था छ। अब यताबाट सिधै जाँदा चाहिँ हामीले यता कन्तुरपोखरी अथवा धरहरा, अब यो चाहिँ न्यु रोड गेटबाट सिधै अगाडि गयो भने चाहिँ जुत्ताशाली गाउँ छ। जुत्ताशालीबाट सिधै पैदल यात्रा गऱ्यो भने चाहिँ तपाईँको बसन्तपुर दरबार स्क्वायर आउँछ। ल हस् गाइज, बाई बाई। न्यु रोडको दृश्य अलिकति देखाएर हामी बाई बाई गरौँ न। यो चाहिँ न्यु रोडको गल्ली। बाई बाई। त्यो अगाडि देखिरहेको चाहिँ तपाईँको बसन्तपुर दरबार।